धन्यवाद। हामीले 13औं नगरसभा भने हामीले 13औं नगरसभाको क्रममा असार 10 गते नेपालभरिका 753 पालिकाको डेडलाइन हुन्छ। त्यति बेला हामीले नीतिगतता कार्यक्रम र सम्पूर्ण छलफल भए पश्चात पनि हामीले त्यो 10 गते पश्चात हामीले नगरपालिकाका सम्पूर्ण आदरणीय सदस्यहरूबाट हामीले छलफल माध्यममा नै थिए र आज हामीले नगरसभा सम्पन्न गर्न लागेको छौँ र जुन हामीले यो नगरसभा फाइनल नीतिगतता कार्यक्रम भइसके तापनि हामीले त्यो बजेटको योजना र हाम्रा कर्मचारीलाई मैले सम्पूर्ण नगरसभा सदस्यहरूलाई हातमा दिनको लागि मैले निर्देशन गर्न चाहन्छु। नगरसभा सदस्यहरूको हातमा सायद फाइल गइसक्दै हुनुहुन्छ र हामीले श्रावणको 10 गते नै आर्थिक विधेयक सम्पूर्ण नगरसभा सदस्यहरूले पारित गरिसक्नु भएको रहेछ भने हामीले चालु खर्च पनि 10 गते नै हामीले पारित गरिसकेका छौँ। त्यसपश्चात आजको हामीले त्यही दिन सबै कुरा भइसके पश्चात पनि हामीले जुन नगरको बजेट, वडाको बजेट र त्यो बाँकी भएको हामीले कार्यपालिका सम्पूर्ण कार्यपालिकाले छलफल गरे र खास गरेर जुन समय परिस्थिति र नगरपालिकाको समस्या र समयमा भुक्तानी नभएको दायित्व भुक्तानी दिनुपर्ने बाँकी रहेका र कर्मागतमा बाँकी रहेकालाई नै हामीले छलफलको माध्यमबाट आज हातमा गएको छ।
हामीले यसले हातमा सम्पूर्ण नगरसभा सदस्यहरूको गइसके तापनि हामीले कञ्चन उपनगरपालिका नगरपालिकाको कार्यालय कञ्चनपुर 70 को 2083 र 84 को आयतर्फ र व्ययतर्फ आम्दानी र खर्चतर्फ मैले सानो जानकारी गराउन चाहन्छु। हामीले 2083 र 84 मा संघीय सरकार राजस्व बाँडफाँडबाट 31,30,371 रुपैयाँ छ भने हामीले फेरि मैले आयतर्फ मात्रै पढ्दैछु। पहिला संघीय सरकार राजस्व बाँडफाँडबाट 13,20,07,000 प्रदेश सरकार राजस्व बाँडफाँड 76,48,990 रुपैयाँ संघीय सरकार सशस्त्र चालुतर्फ 31,15,00,000 रुपैयाँ संघीय सरकार सशस्त्र पुँजीगततर्फ 76 लाख रुपैयाँ र त्यसै गरी संघीय सरकार सम्पूर्ण पुँजीगततर्फ 52 लाख रुपैयाँ संघीय सरकार विशेष अनुदान पुँजीगततर्फ 26 लाख रुपैयाँ तर्फ 26 लाख मध्य सरकार सशस्त्र अनुदानतर्फ 95 लाख रुपैयाँ मध्य सरकार विशेष अनुदानतर्फ 30 लाख रुपैयाँ मध्य सरकार सम्पूर्ण अनुदानतर्फ 20 लाख रुपैयाँ यसै गरी संघीय सरकार वित्तीय समानीकरणतर्फ 14,75,00,000 रुपैयाँ यसै गरी मध्य सरकार वित्तीय समानीकरणतर्फ 1,89,00,000 रुपैयाँ एक अर्को सञ्चित कोषतर्फ 10,18,69,6,958 रुपैयाँ 47 पैसा आंतरिक स्रोत तथा मर्मत सम्हाल कोष 62,29,800 रुपैयाँ 68 पैसा यसै गरी जम्मा 79,87,66,459 रुपैयाँ 65 पैसा आयतर्फ छ भने हामीले व्ययतर्फ मैले वाचन गर्न चाहन्छु। कार्यालय सञ्चालन खर्चतर्फ 16,75,59,700 रुपैयाँ नगद स्तरीय बजेट 3,58,03,572 रुपैयाँ वडा स्तरीय बजेट 6,50,00,000 रुपैयाँ सामाजिक विकास 2,43,00,000 रुपैयाँ आर्थिक विकास 62 लाख रुपैयाँ वन वातावरण तथा विपद व्यवस्थापन 20 लाख रुपैयाँ सुशासन तथा संस्थागत विकास 1,15,80,000 रुपैयाँ न्याय समिति तर्फ 10 लाख रुपैयाँ नगर अस्पताल व्यवस्थापन तर्फ 25 लाख रुपैयाँ सम्पूर्ण कोष 2 करोड़ रुपया संघीय सरकार सशस्त्र चालू तर्फ 31,15,00,000 रुपया संघीय सरकार सशस्त्र पुँजीगत तर्फ 76 लाख रुपया संघीय सरकार संपूर्ण पुँजीगत तर्फ 52 लाख रुपया संघीय सरकार विशेष अनुदान पुँजीगत तर्फ 26 लाख रुपया मध्य सरकार सशस्त्र अनुदान 95 लाख रुपया मध्य सरकार विशेष अनुदान 30 लाख रुपया मध्य सरकार संपूर्ण अनुदान 20 लाख रुपया कर्मागत योजना 6,81,32,524 रुपया 94 पैसा दायित्व भुक्तानी तिर्नु पर्ने 2,98,90,665 रुपया 21 पैसा कुल फेरी खर्च तर्फ जम्मा 79,87,66,460 रुपया 15 पैसा मैले आय र व्यय तर्फको जानकारी गराएँ।
मैले अघि पनि आएर बेलमा त्यो जानकारी गराइसके पश्चात पनि मैले वडातर्फको वडा स्तरीय बजेट 6 करोड 50 लाख रुपियाँ, त्यसै गरी नगर स्तरीय योजनातर्फको 3 करोड 58 लाख 3,569 रुपियाँ, त्यसै गरी न्याय समितिको बजेट 10 लाख रुपियाँ, आर्थिक विकास समितितर्फको बजेट 62 लाख रुपियाँ, सामाजिक विकासतर्फको 2 करोड 43 लाख रुपियाँ, वन वातावरण तथा विपद व्यवस्थापन बजेट 20 लाख रुपियाँ, सुशासन तथा संस्थागत विकासतर्फ 1 करोड 15 लाख 80 हजार रुपियाँ, यसै गरी नगर अस्पताल व्यवस्थापनतर्फ 25 लाख रुपियाँ, यसै गरी सम्पूर्ण कोष 2 करोड रुपियाँ, कर्मागत योजना 6 करोड 81 लाख 32,524 रुपियाँ 94 पैसा, यसै गरी दायित्व भुक्तानीतर्फ 2 करोड 98 लाख 90,665 रुपियाँ 21 पैसा, यसै गरी कार्यालय सञ्चालन खर्चतर्फ 16 करोड 75 लाख 59,700 रुपियाँ, यसै गरी सशस्त्रतर्फको बजेट 36 करोड 48 लाख रुपियाँ, कुल बजेट 79 करोड 87 लाख 66,459 रुपियाँ 15 पैसाको यो चाहिँ 83-84 को कुल बजेट हो। अब मैले सम्पूर्ण नगरसभा खास गरेर कार्यपालिका सदस्यहरू र नगरसभा सदस्यहरूले हामीले वडाको बजेट जुन हात दिएको छौँ, जुन हामीले असार 10 गतेदेखि नै छलफल गर्ने क्रममा र त्यो पालि रन पछाडिको 4 सालभन्दा प्रत्येक दिन हामीले छलफलकै माध्यमबाट यहाँसम्म आज नगरसभासम्म पुग्यो। त्यो छलफलको कुनै वडामा केही छ भने त्यो छलफल गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु। साथै भइसकेको छ भने म अगाडि बढाउँछु, त्यो जानकारी गराउन चाहन्छु। मैले त्यति बेला तपाईहरुले हेर्दै हुनुहुन्छ भने हाम्रा सदस्यज्यूले नगरसभा सदस्यज्यूले कार्यपालिकामा उपस्थित त हुँदैन, तर आज उहाँहरूले बोल्नुपर्ने कुरा, राख्नुपर्ने कुरा र उहाँले बजेट कति हाम्रो वार्डमा यहाँबाट दिएको छ भनेर त्यो पनि मैले खाली नगरसभा सदस्यहरूलाई जानकारी गराउन चाहन्छु। मैले खास गरेर 1 नम्बर वार्डको पूर्वाधार विकासतर्फ, आर्थिक क्षेत्रतर्फ, सामाजिक विकासतर्फ, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ र सुशासन संस्था विकासतर्फ, त्यसपछि हामीले न्याय समिति र सञ्चित कोषतर्फ मैले टोटल बजेट 1 नम्बर वार्डको 51,73,000 रुपैयाँ विनियोजित गरिएको छ यो 83-84 मा। त्यसै गरी 2 नम्बर वार्डको मैले अघि नै नाउँ भने पूर्वाधार, सामाजिक, विभिन्न वन वातावरण सबै मिलाएर 2 नम्बर वार्डको 41,38,000 बजेट विनियोजन भएको छ भने त्यसै गरी वार्ड नम्बर 3 को सबै मिलाएर 44,83,000 बजेट विनियोजन भएको छ। त्यसै गरी वार्ड नम्बर 4 का सम्पूर्ण मिलाएर 55,18,000 रुपैयाँ
रुपैयाँ भएको छ भने यसै गरी वडा नम्बर सबै मिलाएर 55,18,000 रुपैयाँ भएको छ। त्यसै गरी हामीले वडा नम्बर 6 मा 48,28,000 विनियोजन भएको छ भने वडा नम्बर 7 मा 55,18,000 विनियोजन भएको छ। यसै गरी हामीले वडा नम्बर 8 मा 77,48,000 रुपैयाँ भएको छ भने हामीले वडा नम्बर 9 मा 48,28,000 भएको छ। यसै गरी वडा नम्बर 10 मा 41,42,000 रुपैयाँ भएको छ भने वडा नम्बर 11 मा 65,53,000 रुपैयाँ भएको छ। यसै गरी वडा नम्बर 12 मा 65,53,000 रुपैयाँ भएको छ भने त्यो सम्पूर्ण मिलाएर 12 वडाको 6,50,00,000 रुपैयाँ विनियोजन भएको छ। यसै गरी क्षेत्रको विकासतर्फ नगर स्तरीय नायक समिति लघु उद्यम विकास हामीले अघि नै भइसकेका छौँ भने तीन करोड़ 58,03,569 रुपैयाँ यो नगर स्तरीय योजना हो भने न्यायिक समितिको 10 लाख रुपैयाँ भएको भने लघु उद्यम विकास कार्यक्रममा 3 लाख रुपैयाँ। यसै गरी रोजगार सेवा केन्द्र प्रधानमन्त्री रोजगार कार्यक्रम 5 लाख रुपैयाँ हो भने सहकारी हाम्रो शाखाको 5 लाख रुपैयाँ हो। यसै गरी पशुपक्षी विकास शाखामा प्रधानमन्त्री रोजगार कार्यक्रम 5 लाख रुपैयाँ हो भने सहकारी हाम्रो शाखाको 5 लाख रुपैयाँ हो। यसै गरी पशुपक्षी विकास शाखामा प्रधानमन्त्री रोजगार कार्यक्रम 5 लाख रुपैयाँ हो भने सहकारी हाम्रो शाखाको 5 लाख रुपैयाँ हो। यसै गरी पशुपक्षी विकास शाखामा प्रधानमन्त्री रोजगार कार्यक्रम 5 लाख रुपैयाँ हो भने सहकारी हाम्रो शाखाको 5 लाख रुपैयाँ हो। यसै गरी पशुपक्षी विकास शाखामा हामीले बहुक्षेत्रीय पोषणमा 18 लाख रुपैयाँ हो। त्यो पनि स्वास्थ्य अन्तर्गत पर्दछ। सुशासन तथा संस्थागत विकासतर्फ 1,15,80,000 रुपैयाँ हो। यसै गरी यो पालि हामीले जसरी ओपो प्रशासकीय भवनमा नयाँ भवनमा आगो सडेको छु भने हाम्रै जनप्रतिनिधिको कार्यकालमा त्यसै गरी हामीले नगर अस्पतालमा पनि हामीले प्रत्येक साल झै गत साल पनि 45 लाख योभन्दा पहिले पनि 25 लाख हामीले त्यसलाई कसरी व्यवस्थापन गर्छौँ भने यो पालि पनि हामीले नगर अस्पतालको लागि 25 लाख रुपैयाँ राखेको छौँ। यसै गरी सम्पूर्ण कोष 2 करोड रुपैयाँ राखेको छौँ। कर्मागत योजनामा 6,81,32,524 रुपैयाँ 94 पैसा छ भने हामीले दायित्व भुक्तानीमा 2,98,90,665 रुपैयाँ 21 पैसा छ। यसै गरी यसको टोटल 12,52,31,03,190 रुपैयाँ 15 पैसा छ भने कार्यालय सञ्चालन खर्चतर्फ 16,75,59,700 रुपैयाँ छ। जम्मा 77 भएको र कुल जम्मा मैले अघि पनि भनिसकेका थियौँ 79,86,66,459 रुपैयाँ 15 पैसा रहेको छ। यसै गरी मैले अघि नै भनिसक्दा पनि मैले दोहोऱ्याउन चाहे सशस्त्र तर्फको बजेट यो पालिको
36 करोड 48 लाख रुपियाँ यो पालिको छ। खास गरेर सम्पूर्ण यो नगर सभा सदस्यहरूलाई र हाम्रा यो मैले छलफलको लागि भनेको त्यो चाहिँ साउन महिनै पास भइसकेको 10 गतेको हो तापनि केही कसैको छ भने हात उठाएर आफ्नो कुरा राख्न मिल्छ, नत्र हामी निर्णयमा जान्छौँ। यो मैले 5 मिनटको लागि कोही छलफलमा हात उठाएर आफ्नो कुरा राख्न चाहन्छु। हाम्रो नगर सभा सदस्य तथा उहाँ चाहिँ अहिले निवर्तमान उहाँले कार्यवाहक वडा अध्यक्ष पनि हुनुहुन्छ हाम्रा जनौदिनज्यू, उहाँले आफ्नो छलफलको क्रममा के कुरा राख्नुहुन्छ। नमस्कार तथा सलाम सम्पूर्ण यहाँ उपस्थित हाम्रा सहयात्री मित्र साथीहरू लगायत सर्वप्रथम नगर प्रमुखज्यू, उपप्रमुखज्यू, प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, मेरा सम्पूर्ण मित्र नगर सभा सदस्यज्यूहरूमा म आजको यो 13औं नगर सभाको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। वास्तविक रूपमा आज हामी यो ऐतिहासिक दिनमा छौँ। यो नयाँ भवन, प्रशासकीय भवन, जुन भवनमा अहिले हामी उपस्थित छौँ, यो हाम्रै कार्यकालमा हाम्रो यो 13औं नगर सभा
गर्न पाएकोमा म सम्पूर्णलाई हार्दिक बधाई पनि दिन चाहन्छु। र अर्को कुरा, म जैनुद्दिन मिया नगरसभा सदस्य तथा बधाई पनि दिन चाहन्छु। र अर्को कुरा, म जैनुद्दिन मिया नगरसभा सदस्य तथा बधाई पनि दिन चाहन्छु। र अर्को कुरा, म जैनुद्दिन मिया नगरसभा सदस्य तथा बधाई पनि दिन चाहन्छु। र अर्को कुरा, म जैनुद्दिन मिया नगरसभा सदस्य तथा स्वास्थ्य यो उहाँको कार्यकालमा दोस्रो कार्यकाल करिब दोस्रो कार्यकालमा सायद कहिले पनि अनुपस्थित हुन सक्नु भएको थिएन। अब यो मानव जीवनमा अनेकौं उतार चढाव आइरहँदा उहाँ अस्वस्थ हुनुभयो र यो नगरसभामा उहाँ उपस्थित हुनुभएको छैन। यो स्वागतपूर्ण वातावरणमा आज नगरसभा सम्पन्न भएको छ, त्यसको लागि पनि म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण वडाध्यक्षहरू, कार्यपालिका सदस्यज्यूहरूको अथक प्रयासपछि यो नगरसभा सम्पन्न भइरहेको छ। अहोरात्र मेहनत गर्नुभयो, खट्नुभयो। सम्पूर्ण कर्मचारी साथीहरूको लगनशीलताले यो अलिकति ढिलो भए तापनि हामी यो अन्तिम चरणमा हाम्रो सफलताले सिडी चुमोस् र जुन दायित्व भुक्तानीहरू अन्य भुक्तानीहरूका कुराहरू थिए त्यो समयमा नै सबैले पाउन् भन्ने हामीले आशाले अथक प्रयासपछि यो 13औं नगरसभा सम्पन्न भयो। कुराहरू थिए त्यो समयमा नै सबैले पाउन् भन्ने हामीले आशाले अथक प्रयासपछि यो 13औं नगरसभा सम्पन्न भयो। कुराहरू थिए त्यो समयमा नै सबैले पाउन् भन्ने हामीले आशाले अथक प्रयासपछि यो 13औं नगरसभा सम्पन्न भयो। तपाईहरुको कुरा कसैले सुन्दैन। म आजको सभा अध्यक्षज्यूसँग म एउटा अनुरोध गर्न चाहन्छु। मैले सुरुबाट उठाएको आवाज सुरुबाट एउटा आवाज उठाइरहेको थिएँ। न्यायिक समितिको विषयमा मैले सुरुबाट नै आवाज उठाइरहेको थिएँ। यो अनेकौं विवादहरू भइरहँदा न्यायिक समिति यो
नगरपालिकाको अभिन्न अङ्ग हो। यसमा त्रुटि हुनु हुँदैन। सबैले न्याय पाउनुपर्छ। हिजो भर्खरै या कयौँ पटक मलाई जानकारी आएको छ, त्यो म जानकारी दिन चाहन्छु। सभाध्यक्ष, मैले एउटा अनुरोध गरेँ, दर्ता नम्बर 213 2082 साल 7 महिना 26 गते आज लगभग 10 महिना भइसक्यो निवेदन दिएको। पटक पटक दौडिरहँदा, पटक पटक त्यो न्यायिक समितिमा जाँदा उहाँहरूले, जो न्यायिक समितिका सदस्यहरू छन्, उहाँहरूले अनेकौँ बहाना बनाएर नगरपालिकामा आगो लाग्यो, फाइल हरायो, फाइल छैन, तपाईँले अर्को निवेदन दिनुहोस्, अर्को त नयाँ प्रक्रियाबाट आउनुहोस् भनेर उहाँलाई पटक पटक उहाँलाई दुःख दिइरहेका छन्। हो, यही कारणले गर्दाखेरि मैले भनेको न्यायिक समिति परिवर्तन काम गर्न सकिरहेका छैन भनेदेखि बाटो प्रश्न गर्नु पर्यो र जसले काम गर्छन् ती व्यक्तिहरूलाई काम गराउनु पर्यो। यही कारणले मैले आवाज उठाएको। यो भदौ 23 र 24 गते आन्दोलन भए, नगरपालिकामा विभिन्न कागजहरू चलाए, मान्न सक्छु। 2082 साल 7 महिना 26 गते कसले आएर आगो लगाएको थियो? कसले आएर फाइल चलाएको थियो? अब न्याय प्रक्रियाबाट आउनलाई त्यसलाई जुन 500 रुपियाँ 1000 रुपियाँ लेख्नलाई, उसको दुःखलाई यो कसले दियो? म हार्दिक अनुरोध गर्न चाहन्छु, आजको दिन यो नगरसभाबाट न्यायिक समिति अन्य सदस्यहरू राखेर परिवर्तन गरियोस्। म सम्पूर्ण यहाँ नगरसभाका सदस्यहरूलाई सोध्न चाहन्छु, तपाईँहरू तयार हुनुहुन्छ? तयार हुनुहुन्छ भने हात उठाउनु सबैजना। यो त्यही भएर मैले पटक पटक भनेको छु, मैले शब्दहरूका शब्दहरू लामो भनाइ म भन्न चाहन्न, अन्य कुरा धेरै भइसक्यो। म फेरि पनि सम्पूर्णलाई हार्दिक शुभकामना सहित म आफ्नो केही शब्दहरू, केही छलफलका कुराहरू यही टुङ्ग्याउन चाहन्छु र यो अहिले यो नगरसभाबाट यो पारित गर्न म सभाध्यक्षलाई हार्दिक अनुरोध गर्दछु। कसैले केही सोध्नु त छैन? दिनु त माइक दिनु। सबैलाई नमस्कार। म बजेटको बारेमा बोल्न चाहन्छु। यो 4 नम्बर वडाको दक्षिणतिर भोहाट पुल बन्ने ठाउँमा पश्चिमपट्टि काम भइसकेको छ। नमस्कार, म बजेटको बारेमा बोल्न चाहन्छु। यो 4 नम्बर वडाको दक्षिणतिर भोहाट पुल बन्ने ठाउँमा
पशुपति काम भइसकेको छ। नमस्कार, म भोटेको बारेमा बोल्न चाहन्छु। यो 4 नम्बर वडाको दक्षिणतिर भोहाटको हामीले अरू कोही साथी छ छैन भने यो जति योजनाहरू हामीले निर्णय गरेका छौँ त्यसलाई पास गरिदिनको लागि ताली बजाएर मैले अनुरोध गर्न चाहे। अब म 2083-84 को लागि मैले निर्णयहरू पढेर म सुनाउन चाहन्छु। हामीले धेरै यो निर्णयमा मलाई लाग्छ यो निर्णय पनि भएको छ। यो त निर्णय पहिले नै भइसकेको छ नि। जस्तै कि मैले धेरै निर्णय पढिसकेको छु, त्यो नीति तथा कार्यक्रममा पास भएको छ, म अघि नै भनिसकेको छु। जसरी आर्थिक विधेयक 2083 स्वीकृत सम्बन्धमा त्यो भइसकेको छ। विनियोजन विधेयक अहिले भर्खर पास भएको, त्यो चाहिँ 2 नम्बर, मैले हुन त म 1 नम्बरको पनि सुनाइदिन्छु। 1 नम्बरमा के थियो भने आर्थिक विधेयक 2083 स्वीकृति सम्बन्धमा अलि ध्यान दिनु होला। प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा चालु आवाज 2083-84 को लागि अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको लागि राष्ट्र परामर्श समितिमा छलफल गरी कार्यपालिकाबाट स्वीकृत भई नगरसभा पेश हुन आएका कञ्चनटोक नगरपालिकाका आर्थिक विधेयक 2083 सर्वसम्मतबाट पारित गर्ने निर्णय गरियो। प्रस्ताव नम्बर 2 मा विनियोजन विधेयक 2083 स्वीकृति सम्बन्धमा 2 नम्बरमा यस कञ्चनटोक मैले खास गरेर पढ्दैछु, त्यसमा केही छ भने नोट गर्नु होला तपाईहरु। यस कञ्चनटोक नगरपालिकाको अब 2083-84 को लागि योजना तथा कार्यक्रम प्राप्त बजेट सिलिङ र मार्गदर्शन समेतको आधारमा टोल बस्ती वडा समिति विषयगत समितिहरू बजेट तथा कार्यक्रम तर्जुमा समिति र नगर कार्यपालिकाको समेतबाट प्राथमिकीकरणका आधारमा स्वीकृत भई यस सभामा पेश हुन आएको कञ्चनटोक नगरपालिकाको विनियोजन विधेयक 2083 सर्वसम्मतबाट स्वीकृत गर्ने निर्णय गरियो। ल पास भयो यो। ल ताली त बजाइदिनुस् न। तीनमा मैले 3 मा अघिल्लो आवाको दायित्व भुक्तानी सम्बन्धमा मैले उसको निर्णय गर्न चाहन्छु। यस कञ्चनटोक नगरपालिका आव 2083-83 मा नगर कार्यपालिकाको कार्यालयबाट ठेक्का मैले 3 मा अघिल्लो आवाको दायित्व भुक्तानी सम्बन्धमा मैले उसको निर्णय गर्न चाहन्छु। कार्यक्रमहरूको भुक्तानीको लागि पेश भएका फाइलहरूमा स्थानीय सञ्चित कोष प्रणाली सूत्रको सर्भर सञ्चालनमा समस्या आए भुक्तानी हुन बाँकी रहेका लेखा शाखाबाट तयार गरिएको संलग्न सूची अनुसारका योजना तथा कार्यक्रमको भुक्तानी दायित्व शीर्षकमा थप गरी यस आवाज 2083-84 मा भुक्तानी दिने निर्णय गरियो। ठीक छ, मतलब कम्तीमा पास गरिदिनु। आवाज 2083-84 मा भुक्तानी दिने निर्णय गरियो। धन्यवाद। मैले वडा नम्बर 4 भने मैले मैले 4 नम्बरको नगरपालिकाको आदेश निर्देशन कार्यान्वयन सम्बन्धमा 4 मा नगरपालिकाको आदेश निर्देशन निर्णयलाई लगातार 3 पटकसम्म उल्लङ्घन गर्ने, अटेरी गर्ने, असहयोग गर्ने, पेशगी तथा बेरेजी फर्चोट नगर्ने,
नगरपालिकालाई तिर्नुपर्ने दायित्व नतिर्ने, गलत विवरण पेश गरी सेवा लिने वा लिन खोज्ने व्यक्ति सङ्घ संस्था नियमअनुसार कारबाही गरी कालो सूचीमा समेत राख्ने र त्यस्ता व्यक्ति सङ्घ संस्थाको हकमा नगरपालिकाबाट प्रभाव हुने सम्पूर्ण सेवा सुविधाहरूमध्ये पञ्जीकरण तथा सामाजिक सुरक्षा अन्तर्गतका सेवा बाहेक अन्य सेवा रोजगार राख्ने निर्णय सरसम्मतबाट पारित गरियो। यसैगरी 5 मा तलबी प्रतिवेदन पारित सम्बन्धमा यस नगरपालिकामा प्रस्तुत भएको आवा 2083-84 को तलबमान सहितको तलबी प्रतिवेदन स्वीकृतिको लागि सभामा पेश भए बमोजिम स्वीकृत गर्न निर्णय गरियो। यसैगरी 6 मा प्रस्ताव मन्दिर जीवन बिमा उपलब्ध गराउने सम्बन्धमा कञ्चनपुर नगरपालिकाको आवा 2082-83 मा भएका सम्पूर्ण खर्च अनुमोदन गर्दै नगरसभाको पेश भएका सम्पूर्ण प्रस्तावहरू तथा नगरपालिकाको आवा 2082-83 को विभिन्न मितिमा बसेको बैठकको सम्पूर्ण निर्णयहरू सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो। वडा 7 नम्बरमा जीवन बिमा उपलब्ध गराउने सम्बन्धमा यस कञ्चनपुर नगरपालिकामा कार्यरत अस्थायी करार कार्यालयदारी समेत कर्मचारीहरूको जीवन बिमा शुल्कलाई निरन्तरता दिने निर्णय गरियो। 8 मा जनसहभागिता सम्बन्धमा 2083-84 अस्थायी करार कार्यालयदारी समेत कर्मचारीहरूको जीवन बिमा शुल्क कानुन 6% जनसहभागिता 6 त्यसलाई हामीले 5 मात्रै गरिया छु, अहिले काटेछु, तपाईहरु पनि संशोधन गर्नु होला। 6% होइन 5% मात्रै सहभागिता को लागत एस्टिमेट तयार गरी आवेदन कार्यान्वयन गर्ने निर्देशन दिने निर्णय गरियो। त्यसैगरी 9 मा करार कर्मचारीहरूको म्याद थप तथा सुविधा सम्बन्धमा यस नगरपालिका अन्तर्गतका कार्यालयहरूमा सेवा करार अस्थायी जिल्लादारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई आवा 2083-84 मा कार्य सम्पादन कार्य मूल्याङ्कन आधारमा भएको म्याद थप 6 महिनाको यस नगरपालिका अन्तर्गतका कार्यालयहरूमा सेवा करार अस्थायी जिल्लादारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई आवा एक पटक तोकिएको बजेटको चाडपर्व खर्च र पोसाक भत्ता प्रदान गर्ने निर्णय सरसम्मतबाट पारित गरियो। 10 आवा 2083-84 मा सञ्चालित रहेका योजना आयोजनाको थप म्याद थप गर्ने र कर्मागत आयोजनाहरूको सूची सम्बन्धमा निर्णय आवा 2082-83 मा सञ्चालित भई सम्पन्न हुन नसकेको तफसिलका कर्मागत योजनाहरूको म्याद 2084 कोष मसानसम्मको लागि थप गरिएका कार्यक्रम योजनाहरू कार्य सञ्चालन गर्ने र समयमा अभावको कारण तफसिलका कर्मागत योजनाहरूको म्याद 2084 कोष मसानसम्मको लागि बजेट तथा कार्यक्रम हकमा अन्य आयोजनाहरू कार्यान्वयन हुन बाँकी रहेका सञ्चित कोषमा जम्मा हुन गएका मात्र भुक्तानी दिने निर्णय सरसमितिबाट पारित गरियो। त्यसको तथा कार्यक्रम हकमा अन्य आयोजनाहरू कार्यान्वयन हुन बाँकी रहेका सञ्चित कोषमा जम्मा हुन गएका मात्र भुक्तानी दिने निर्णय सरसमितिबाट पारित गरियो। त्यसको 11 नम्बरमा आयोजना कार्यान्वयन सम्बन्धमा निर्णयमा आवा 2083-84 मा सञ्चालन हुने आयोजनाहरू प्रचलित सार्वजनिक खरिद यन्त्र तथा नियमावली बमोजिम तोकिएको 11 नम्बरमा आयोजना कार्यान्वयन सम्बन्धमा निर्णयमा आवा 2083-84 निर्णय 12 नम्बर प्रस्तावमा तलब वृद्धि सम्बन्धमा कञ्चनपुर नगरपालिकाका कार्यालयमा महिला बाल बालिका शाखा अन्तर्गत बाल मैत्री स्थानीय शासन कार्यक्रममा बाल मैत्री सदकर्ता पदमा कार्यरत रञ्जोती कुमारी चौधरीको निवेदन मान बमोजिम खाइ पाइ आएको तलबमा 7,000 मात्र थप गरी 22,000 मात्र तलब मासिक रूपमा उपलब्ध गराउने निर्णय समितिबाट पारित गरियो। यसैगरी 13 सार्वजनिक पोखरी ठेक्का बन्दोबस्ती सम्बन्धमा यस नगरपालिका भित्र पोखरी तथा हटियाको लागत सङ्कलन गरी बाँकी रहेका पोखरी तथा हटियाहरूको ठेक्का बन्दोबस्ती गर्ने साथै ठेक्का अवधि पुगेका पोखरीहरूको समेत ठेक्का बन्दोबस्ती गर्ने नगरपालिकाको कार्यालयलाई निर्देशन दिने सर्वसम्मतिले निर्णय गर्यो। यसैगरी 14 नम्बरमा कर्मचारी भर्ना सम्बन्धी गरिएको विज्ञापन शुल्क सम्बन्धमा हामीले जो विज्ञापन नगरपालिकाबाट विभिन्न पदका प्रहरीका माथिका पद त्यसका हवलदारदेखि पसैका पद र स्वास्थ्यका पदमा र विभिन्न पदका
प्रहरीका माथिका पद त्यसका हवलदारदेखि तिर्नुपर्ने हुन्थ्यो तापनि हामीले पटक पटक त्यो विज्ञापन भयो, हामीले त्यसको परीक्षाको मिति तय गर्यो, फेरि स्थगित भयो, फेरि मिति तय गर्यो, स्थगित भयो। पछि जनजीवी आन्दोलनको पश्चात हामीले स्थगित गरेको यो कुरा पटक पटक उठाउँदा पनि हामीले त्यसको परीक्षाको मिति तय गर्यो, फेरि स्थगित भयो, फेरि मिति तय गर्यो, स्थगित भयो। पछि जनजीवी आन्दोलनको पश्चात हामीले स्थगित गरेको यो कुरा पटक पटक उठाउँदा पनि हामीले त्यसको परीक्षाको मिति 01/2081 देखि 21/2081 सम्म 2081-04-31 गतेसम्मको विज्ञापन नम्बर 15 का 2081-082 15 ख 2081-082 15 ग 2081-082 र 18 2081-082 मा भर्ना गर्ने गरिएको विज्ञापन अनुसार प्राविधिक कठिनाइको कारण भर्ना गर्न नसकिएका हुँदा उक्त विज्ञापन बापत पद अनुसार लिएको शुल्क प्रमाणको आधारमा फिर्ता गर्ने समितिबाट निर्णय गर्यो। अब निर्णय नम्बर 15 र प्रस्ताव नम्बर 15 मा सुरक्षित आवासन सार्ने कार्यक्रम निरन्तर सम्बन्धमा यस सन्दर्भमा नगरपालिकामा सञ्चालित सुरक्षित आवासन सार्ने कार्यक्रम आव 2083-84 को लागि निरन्तरता दिँदै सार्ने कार्यक्रममा इलाका प्रशासन कार्यालय तर्जनमा सञ्चालनमा रहेका आप्रवासी स्रोत केन्द्रलाई पनि निरन्तरता दिने निर्णय समितिबाट पारित गरियो। आज हामीले यो जम्मा कार्यक्रममा इलाका प्रशासन कार्यालय तर्जनमा सञ्चालनमा रहेका आप्रवासी स्रोत केन्द्रलाई पनि निरन्तरता दिने निर्णय समितिबाट पारित गरियो। आज हामीले यो राख्न मिल्छ छैन भने समितिबाट पारित गरिदिनको लागि मैले हार्दिक अनुरोध गर्न चाहे। आज हामीले यो राख्न मिल्छ छैन भने समितिबाट पारित गरिदिनको लागि मैले हार्दिक अनुरोध गर्न चाहे। अब मैले खास गरेर यो नयाँ भवनमा यो 83-84 को विभिन्न योजना, कर्मगत योजना, दायित्व भुक्तानी बजेट हामीले वाचन गरिसके पश्चात म अन्तमा मन्तव्य आजको नगरसभा 13औं नगरसभाका यस नगरसभाका आदरणीय उपमुख्य यसै गरी यो 13औं नगरसभाका विशिष्ट अतिथि आदरणीय प्रमुख प्रशासनिक अधिकृतज्यू यसै गरी यस गर्ममय नगरसभामा 12 वडाका सम्पूर्ण वडाध्यक्षज्यू यसै गरी नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरू र सम्पूर्ण यस नगरसभाका 12 वार्डका हाम्रा नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरू र सम्पूर्ण यस नगरसभाका 12 वार्डका हाम्रा नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरू र सम्पूर्ण यस नगरसभाका 12 वार्डका हाम्रा नगरपालिकाका सम्पूर्ण र नगरपालिकाभित्र स्वास्थ्य, शिक्षा, कृषि सम्पूर्ण कार्यालयमा काम गर्नुहुने विभिन्न तबकाका कर्मचारीहरू यसै गरी हाम्रो यस गर्ममय नगरसभामा विभिन्न
मिडियाका हाम्रो यस गणमामय नगरसभामा विभिन्न मिडियाका हाम्रा सम्पूर्ण नगर प्रहरीका हाम्रा नगर प्रहरी जवानहरू यसै गरी हाम्रा यस हलमा उपस्थित हुनुभएका विभिन्न तबकाका म एकमुष्टमा सम्पूर्ण कर्मचारीहरू म सम्पूर्ण यो 13औं नगरसभाको मा उपस्थित भएर बस्नुभयो र छलफलको माध्यमबाट यो सम्पूर्ण पारित गर्नुभयो। म सम्पूर्णलाई मैले हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। साथै मैले खास गरेर आज मैले पारित गर्नुभयो। म सम्पूर्णलाई मैले हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। साथै मैले खास गरेर आज मैले पारित गर्नुभयो। म सम्पूर्णलाई मैले हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। साथै मैले खास गरेर आज मैले हेर्नु पर्दा यो हलमा मलाई मैले खास गरेर हाकिमलाई भनेको थिएँ, उहाँलाई जसरी पनि ल्याउनु उहाँ आउनुभयो। उहाँ चाहिँ यति बिरामीको अवस्थामा आउनुभयो। हाम्रो सबभन्दा महत्त्वपूर्ण अभिभावक पार्टी जुन भए तापनि मेरो कार्यकालमा मलाई सल्लाह र सुझाव र कुनैमा पनि एउटा धैर्यता र अनुशासन सिकाउने म नगर प्रमुख भए तापनि म खास गरेर आदरणीय हाम्रा अग्रज अभिभावक दामोदर खड्काज्यूलाई मैले आदरणीय स्वास्थ्य लाभको मैले स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। साथै मेरो एउटा अभिभावक उहाँ यहाँ आउनुहुनु भएन। जो अन्तिम नगरसभामा मैले कुरा गर्ने क्रममा म मेयर साहेब म उपस्थित हुन सक्दिनँ, तर म दिल्ली जाँदैछु। हाम्रो दुईटै अभिभावक फेरि मेरो एउटा गार्जियनको रूपमा मैले कहिले पनि सोचेको थिएन कि म मेयर हो, वडा अध्यक्ष हो। हाम्रो एउटा गार्जियन देवी बहादुर खत्री उहाँ दिल्लीमा इलाज गराउँदै हुनुहुन्छ। उहाँलाई आज सम्झिन चाहन्छु। उहाँको लागि मैले पनि म आफ्नो नगर प्रमुख भगवानसँग उहाँको पनि दुवैजनाको स्वास्थ्य लाभको मैले कामना गर्न चाहन्छु। आज यस हलमा उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा आदरणीय अग्रजहरू जो 5 सालको उतार चढावको बिचमा हामीले जुन हाम्रा नगरवासी कञ्चनपुर नगरपालिकाका 12 वार्डका हाम्रा आम पब्लिक आम जनताहरूमा मैले हार्दिक अनुरोध र मैले आग्रह गर्न चाहन्छु। यो तपाईले यो यहाँबाट जुन हेर्नुहुन्छ त्यो हामीको 5 सालको कार्यकालमा यो नगरपालिकामा धेरै नै चढाव र उत्राव मैले अघि नै भनिसके मैले मैले भोग्नु पर्यो। तर सम्पूर्ण कर्मचारी त्यो हामीको 5 सालको कार्यकालमा यो नगरपालिकामा धेरै नै चढाव म सम्पूर्णलाई मैले हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै म आज उसलाई याद गर्न चाहन्छु। आज नभए तापनि उसलाई जे अवस्थामा होला उसले यो नगरसभा अगर हेर्दै हुनुहुन्छ भने म जहाँ उभिएको छु, जुन नयाँ भवनमा उभिएको छु, जुन हामीले स्वास्थ्य भवनमा जानेछौँ, त्यसलाई पनि मैले आज स्मरण र याद गर्न चाहन्छु। यो नगरसभाको र यो प्रमुख प्रशासकीय कार्यालय बनाउनमा सबभन्दा अहम भूमिका निर्वाह गर्नुहुने आज हामीहरूको बिचमा छैनौँ। हामीले पहिले पनि भनेको थिए कर्मचारी आउने र जाने हो। त्यो हो भने रेणु शाहले पनि मैले आज स्मरण गर्न चाहन्छु। भले उनलाई जे लागे तापनि उहाँको पनि धेरै यो भवन बनाउनमा योगदान गरेको थियो। त्यसै गरी मैले आज यो भवनमा नवराज खड्का जुन जहाँ भए तापनि पटक प्रमुख प्रशासकीय अधिकृत सम्हाल्नुभयो र जहाँ जुन पदमा भए तापनि उहाँले पनि धेरै नै सहयोग गर्नुभयो। साथै हाम्रा लेखा राजेश राजकन पनि उहाँ हुनुहुन्छ। उहाँ भए तापनि पटक प्रमुख प्रशासकीय अधिकृत सम्हाल्नुभयो
र जहाँ जुन पदमा भए तापनि उहाँले पनि धेरै नै सहयोग गर्नुभयो। साथै हाम्रा लेखा राजेश राजकन पनि साथै व 3 जना र मेयर मात्र बनेर यो हाम्रो मात्र सम्भावना थिएन। यसमा महत्त्वपूर्ण भूमिका गर्नुहुने हाम्रा कार्यपालिकाका सम्पूर्ण वडा अध्यक्ष र सम्पूर्ण कार्यपालिका सदस्यहरू र यसहरूमा उपस्थित हुनुभएका सम्पूर्ण नगरसभा सदस्यहरूले पनि उहाँले त्यतिकै नै योगदान दिनुभएको छ। साथसाथै यस भवनमा प्राथमिक शाखा विभिन्न शाखाका कर्मचारीदेखि लिएर विभिन्न कार्यालयका कर्मचारीहरूले पनि यो भवनमा त्यतिकै नै ध्यान दिनुभएको छ र सहयोग हुनुभएको छ। म सम्पूर्णलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। साथै मैले आज यो नयाँ भवनमा हाम्रा यो बिचमा मैले कुरा गर्ने क्रममा अहिलेको प्रमुख प्रशासकीय अधिकारी तुलराज थापा मगरज्यूले म यस्तो अवस्थामा पनि म उहाँले भने तपाईँ किन आउनुहुन्छ, तपाईँ घरमै बस्नुहोस् र उहाँले होइन मेयर साहब नयाँ भवनमा म त्यही उपस्थित भएर हामी जनप्रतिनिधि बीच र कर्मचारी बीचमा हामीले अन्तिम 13औं नगरसभामा भाग लिनेछौँ भने म उहाँले पनि धेरै नै सहयोग गर्नु, उहाँले पनि मैले धन्यवाद दिन चाहन्छु। मेयर साहब नयाँ भवनमा म त्यही उपस्थित भएर हामी जनप्रतिनिधि बीच र कर्मचारी बीचमा हामीले अन्तिम 13औं नगरसभामा भाग लिनेछौँ भने म उहाँले पनि धेरै नै सहयोग गर्नु, उहाँले पनि मैले धन्यवाद दिन चाहन्छु। मेयर साहब नयाँ भवनमा म त्यही उपस्थित भएर हामी जनप्रतिनिधि बीच र कर्मचारी बीचमा हामीले अन्तिम 13औं नगरसभामा भाग लिनेछौँ भने म उहाँले पनि धेरै नै सहयोग गर्नु, उहाँले पनि मैले धन्यवाद दिन चाहन्छु। हामीले जाने क्रममा निर्णय त तपाईहरुले सुन्नुभयो। म एउटा खास निर्णय मेरो कार्यकालमा मैले मेरो लागि सम्पूर्ण हामीले जाने क्रममा निर्णय त तपाईहरुले सुन्नुभयो। म एउटा खास निर्णय मेरो कार्यकालमा मैले मेरो लागि सम्पूर्ण कर्मचारी कुन पार्टीको मैले हेर्ने हो, मेरो कर्मचारी हो। 80 देखि मलाई कर्मचारीले यहाँ आवाज उठाउनु भएन, धेरै जनप्रतिनिधिले आवाज उठाउनु भएन, धेरै कुरा मर्का गएर धेरै साथीहरूले भन्नु मेयर साहब तपाईले आवाज उठाइदिनु भएन। मैले आज भन्न चाहन्छु यो सभामा मैले कर्मचारीको हकमा मैले भनिया हो, गरिया हो, तर धेरै कुरा लागेर मैले कसैको मन दुखाएको छु भने त्यसलाई पनि तपाईहरुले सोच्ने अवस्था आएको छ। तर नगर प्रमुखले मैले भने कि हाम्रो कर्मचारीले मैले दुईटा कुरा राखेको छु। तपाईहरुले यो कर्मचारीहरुको हकमा जब मैले जुन कर्मचारी कराएको थियो भने हाम्रा पालिका र हामीले नगरले त्यसलाई थाहै गर्न सके भने मैले दुईटा कुरामा कसैले आज गएर भने मेयर साहब जालाजारीको हटाउनुहुन्छ, करारको हटाउनुहुन्छ, मैले सोच दुईटा राखेको थियो। मैले आज किन जानकारी गर्नुपर्ने भयो भने सारैतिर चर्चा के भने मेयरले हटाउँदैछ। मेरो माग के हो भने सबैको मैले प्रमुख प्रशासकीय लगायत वडा अध्यक्षलाई भने कम्तीमा तपाईहरुले के गरिदिनुस् भने कार्यपालिकाबाट जालादारीलाई करार र करारलाई थाहै गरिदिनुस्। नगर्नुहुन्छ भने मैले करारलाई थाहै गरिरहेको छु भने त्यसलाई हटाइदिनुस् न। उसले अगर 30 दिन खर्च भने धेरै दिन रात दिन खर्च भने उसले कम्तीमा सुविधा त पाउनु पर्यो नि। जबकि 3 नम्बर 5 नम्बरमा प्रस्ताव छ उसले पनि पाउनु पर्ने पूर्ण पैसा पाउनु पर्छ। मेरो कर्मचारीसँग कुनै त्यस्तो केही मैले लिएर चाहने हो नगरेर, तर मेरो कर्मचारी एउटा परिवारको मान्छे हो। म अहिले पनि मैले भन्न छु धेरै कर्मचारीले के लाग्यो भने मैले हाकिमलाई वडा अध्यक्षलाई पनि हिजो भने कर्मचारीले धेरै कर्मचारीले खुसी के मनाउँछ यो जनप्रतिनिधिहरू गइसक्यो भने को आउँछ भने त्यही आउँछ, त्यही बेला जनप्रतिनिधि बनेर आउँछ। तर धेरैले के लाग्छ भने मैले जे भन्छु त्यही हुन्छ। अब यो मेयर गयो यो वडा अध्यक्ष गयो यो कार्यपालिकाको त्यो नसोचिनको लागि मैले अनुरोध गर्न चाहन्छु। तर मैले कर्मचारीहरूको पनि सम्मान गर्छु भने कर्मचारीले पनि सम्पूर्ण जनप्रतिनिधिलाई सम्मान गर्नुपर्छ, मेरो मान्यता त्यो। त्यस कारणले तपाईहरुलाई यो कार्यपालिकाको त्यो नसोचिनको लागि मैले अनुरोध गर्न चाहन्छु। तर मैले कर्मचारीहरूको पनि सम्मान गर्छु भने कर्मचारीले पनि सम्पूर्ण जनप्रतिनिधिलाई सम्मान गर्नुपर्छ, मेरो मान्यता त्यो। त्यस कारणले तपाईहरुलाई यो कार्यपालिकाको त्यो नसोचिनको लागि मैले अनुरोध गर्न चाहन्छु। तर मैले कर्मचारीहरूको पनि अन्तिम नगरसभामा यसलाई कसरी यो कारणमा चाहे प्राथमिक होस् या के होस् छलफलको माध्यमबाट विभिन्न वार्डमा कसरी काम हुन्छ, कहाँको भुक्तानी छ भने अन्तिम नगरसभामा यसलाई कसरी यो कारणमा चाहे प्राथमिक होस् या के होस् छलफलको माध्यमबाट विभिन्न वार्डमा कसरी काम हुन्छ, कहाँको भुक्तानी
छ भनेर मैले भनिसकेको छु। तर आजको यो कार्यक्रममा यो मन्तव्य भाषण दिने मन्तव्य होइन। तापनि मैले किन जानकारी गर्न चाहे भने आज सबभन्दा बढीको खुसीको दिन के हो भने हामी नयाँ भवनमा प्रवेश गरेको छौँ। नयाँ भवनमा प्रवेश गर्ने क्रममा हामीले फेरि अन्तमा हामीले यो कुरा अझै मैले बाँकी रहेका कुरा म पछि राख्दैछु। तर जुन जयरामजीले न्याय समितिको बारेमा जुन कुरा राख्नु हो यो कुरा बडा मजाको कुरा। यो पटक पटक कार्यपालिकामा बैठकमा पनि राख्नु हो। उहाँले अहिले प्रस्तावमै राख्नुभयो यो न्याय समितिको लागि हामीले 2000 दर्ता नम्बर 213 2082 सालको यो पटक पटक कार्यपालिकामा बैठकमा पनि राख्नु हो। उहाँले अहिले प्रस्तावमै राख्नुभयो यो न्याय समितिको लागि हामीले 2000 चाहेन। न्याय समितिलाई मैले के भन्न चाहन्छु, मेरो यो निर्देशन हो। त्यो एउटा मुद्दा 2000 जुन 82 मा 7 महिना मोटामोटी साल 10 महिना साल भर लाग्न थाल्यो। त्यो एउटा मुद्दा मात्रै छैन। त्यस्तो मुद्दा कति छ त्यस्तो लाग्यो। 2000 जुन 82 मा 7 महिना मोटामोटी साल 10 महिना साल भर लाग्न थाल्यो। त्यो एउटा मुद्दा मात्रै छैन। त्यस्तो मुद्दा कति छ त्यस्तो लाग्यो। 2000 जुन 82 मा 7 महिना मोटामोटी साल 10 महिना साल भर लाग्न थाल्यो। त्यो एउटा मुद्दा मात्रै छैन। त्यस्तो मुद्दा कति छ त्यस्तो लाग्यो। यो सदस्यलाई पनि मैले निर्देशन दिन चाहे कि त्यो कुरा तुरन्त अगाडि बढाएर त्यसलाई फर्चोट गर्न हुनको लागि मैले निर्देशन दिन चाहन्छु। र अर्को उमेश शाहजीले जुन कुरा राख्नुभयो, हामीले बजेट छुट्याउने क्रममा 12 वटा छ पैसा थोरै वित्तीय सामान फर्चोट गर्न हुनको लागि मैले निर्देशन दिन चाहन्छु। र अर्को उमेश शाहजीले जुन कुरा राख्नुभयो, हामीले बजेट छुट्याउने क्रममा 12 वटा छ पैसा थोरै क्रममा हामीले समस्या हो। तर पनि तपाईको जुन कुरा मैले त्यो वार्डमा पनि पहिले पनि काम गरेँ र अहिले पनि हामी त्यो वार्डको जनता मात्रै होइन 12 वार्डको जनता हो जहाँ पानी माटो ग्राभल छ भने समस्या छ भने हामी जुन आउने कुन कोषबाट हुन्छ भने कसरी हामीले व्यवस्थित गर्न सक्ने, व्यवस्थित गरेर आज यो लाग्नुभयो र खट्नुभयो नगरपालिका कर्मचारीहरू र साथै जुन यस कार्यक्रममा हाम्रा पत्रकार मित्रहरूले जुन सम्प्रेषण गर्नु हो र यसलाई कम्तीमा नगरपालिका मैले अन्तमा भने म धेरै कुरा पत्रकारहरूलाई मैले केही भन्न चाहदिनँ। मैले भोगेको कुरा पनि भन्न चाहदिनँ। म पछाडितिर पनि जान चाहदिनँ। तर अन्तमा यो नगरपालिकाको भविष्य बनाउने र बजेट ल्याउने र केही उपलब्धि गर्ने हो भने यो पत्रकारजीहरूको हो र पत्रकारहरूले यसलाई कसरी बनाउने कसरी डुबाउने यो तपाईहरुको काममा छ। किनभने यो कुरा मैले भन्नु पर्यो, यसमा धेरै अर्थ छ। यसलाई कसरी तपाईले यो नगरसभाले बनाउने र लेख्ने त्यो तपाईहरुलाई भन्दै फेरि पनि मैले धन्यवाद दिँदै सम्पूर्ण कार्यपालिका सदस्यहरूलाई धन्यवाद दिँदै र हाम्रा सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आजको 13औं नगरसभा म यही समापन गर्न घोषणा गर्छु। धन्यवाद, नमस्कार।